नेपालमा अहिले एउटा ठूलो चर्चा चलिरहेको छ। 500 र 1000 रुपैयाँका नोटहरू बन्द हुँदैछन्। के यो साँचो हो? के राष्ट्रिय स्वतन्त्र पार्टीले 2/3 सरकार बनाएपछि यस्तो निर्णय लिन सक्छ? आज हामी तथ्य, कानून र वास्तविक प्रक्रिया बुझ्नेछौं। त्यसैले यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोस्। सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ कालो धन नियन्त्रण गर्न ठूला नोटहरू बन्द गरिदै। तर अहिलेसम्म नेपाल राष्ट्र बैंक वा सरकारबाट कुनै आधिकारिक घोषणा भने आएको छैन। त्यसैले अहिलेको अवस्थामा यो केवल हल्ला मात्रै हो। अब मुख्य प्रश्न, के सरकारले चाह्यो भने तुरुन्तै नोट बन्द गर्न सक्छ? उत्तर, सिधै सक्दैन। नेपालमा मुद्रा सम्बन्धी अधिकार हुन्छ नेपाल राष्ट्र बैंकसँग। नेपाल राष्ट्र बैंक ऐन 2058 अन्तर्गत नोट जारी गर्ने, नोट फिर्ता लिने, नयाँ नोट ल्याउने यी सबै निर्णय राष्ट्र बैंकको सिफारिशमा मात्रै गर्न सकिन्छ। यदि 500 र 1000 का नोट बन्द गर्ने हो भने कालो धन, नक्कली नोट, आर्थिक प्रभावको अध्ययन गर्नुपर्छ। नेपाल राष्ट्र बैंकले यसको प्रस्ताव तयार गर्छ, त्यसपछि मन्त्री परिषदले यसलाई स्वीकृति दिनुपर्छ। निश्चित समय दिएर नोट साट्ने व्यवस्था मिलाउनुपर्छ। बैंक मार्फत नोट साटफेर गरिनुपर्छ। अब बुझौं यस्तो निर्णय पहिले कहाँ भएको थियो। यस्तो निर्णय पहिला भारतमा भएको थियो। 8 नवंबर 2016 की रात्रि को 12 बजे से वर्तमान में जारी 500 रुपए और 1000 रुपए के करेंसी नोट लीगल टेंडर नहीं रहेंगे। ये मुद्राएं कानूनन अमान्य होगी। सन् 2016 मा 500 र 1000 का नोटहरू भारतले बन्द गरेको थियो। उद्देश्य थियो कालो धन नियन्त्रण गर्ने, नक्कली नोटलाई निस्तेज पार्ने। तर परिणाम, जनताले ठूलो शास्ति खेप्नु पर्यो र अर्थतन्त्रमा ठूलो असर पर्यो। यदि नेपालमा पनि यस्तो भयो भने यसका नकारात्मक असरहरू भनेको बजारमा नगदको संकट हुन्छ, साना व्यवसायहरू प्रभावित हुन्छन्, ग्रामीण क्षेत्रमा ठूलो समस्या देखिन्छ। सकारात्मक पक्ष चाहिँ कालो धन पूर्ण रूपमा नियन्त्रण हुन्छ, डिजिटल कारोबार बढ्ने संकेत देखिन्छ। अब ठूलो प्रश्न, यदि राष्ट्रिय स्वतन्त्र पार्टीसँग 2/3 सरकार भयो भने के तुरुन्त नोट बन्द हुन्छ? उत्तर हो, हुँदैन। किनभने राष्ट्र बैंक स्वतन्त्र निकाय हो, कानूनी प्रक्रिया पूरा गर्नै पर्छ। अहिले 500 र 1000 का नोट बन्द हुने आधिकारिक निर्णय आइसकेको छैन। सरकारले एक्लैले यस्तो निर्णय लिन पनि सक्दैन। राष्ट्र बैंकको सिफारिश अनिवार्य हुन्छ। त्यसैले हल्लालाई होइन, तथ्यमा विश्वास गरौं। तर नेपालमा रहेका कालो धन नियन्त्रणका लागि 500 र 1000 का नोटहरू बन्द गर्ने प्रक्रिया बारे अध्ययन भने भइरहेको छ। दर्शकबिन, तपाईलाई के लाग्छ? नेपालमा यदि 500 र 1000 का नोट बन्द गर्ने हो भने नेपालको कालो धन नियन्त्रण गर्न सकिएला? यो निर्णय सरकारले लिनुपर्छ वा पर्दैन? यो निर्णयको सकारात्मक पक्ष के हो अनि नकारात्मक पक्ष के हो? आफ्नो धारणा कमेन्टमा व्यक्त गर्नुहोस्। यदि तपाईलाई यस्ता अपडेटहरू मनपर्छ भने भिडियोलाई लाइक र शेयर गर्नुहोस्। साथै यो हाम्रो आइडीलाई फलो गर्न पनि नबिर्सिनुहोस्।